हाई गुड मर्निङ ला सोफ्यापुला दर्शन नमस्ते जय नेपाल। बिहानको 6 बजे छ है। हुसु लागेको छ आज। बाटोमा कोही छैन। म एक्लै मर्निङ वाकमा निक्लेछु। 6 बजे पनि मान्छेहरू यार सुनसान छन्, बाटोमा कोही हुन्न है। घरमै सबैजना यतिखेर सुति बसेछन्। म एक्लै हिँड्दैछु मर्निङ वाकतिर। सुनसान छ यार, गाउँमा त यतिखेरसम्म सुतिरहेको हुन्छन् सबैजना। के हो 6 बजे पनि फेरि अँध्यारै छ। कुकुरले टोक्ला कि भन्ने चाहिँ डर छ हौ। घरबाट त भन्दै थिए नजाऊ है कुकुरले टोक्छ भनेर। अब बिहान होला नि एकछिनपछि। अलिअलि उज्यालो हुँदैछ। उता जुन लागिरहेछ है अहिलेसम्म। कुकुर आउला टोक्ला भनेको थिएँ। कुकुरहरू पनि सुतेर बसेछ काले जाडोमा है। छैन उठेको ठगहरू छ है गाउँको कुकुर आजकल। हेर बाटो अब उज्यालो हुँदै गयो। खेतबारी देख्न थाले बाटो पनि है। यस्तो छ। पसिना पसिना भयो, कस्तो मोड फ्रेस भयो हौ हौ। ल हेर जिउ त भर्खर त उठेछ यो सुतेर। अनि यसले के टोक्छ मान्छे। ओइ टोक्छस् जा भागो त। सुँग्दै सुँग्दै आएछ पछाडि यार, नयाँ मान्छे भनेर हो। हुस्सो लाग्न लागेछ यो हुस्सु। अहिले चाहिँ 6:30 भयो है। बल्ल केही उज्यालो देखिन्छ, तर हुस्सु लागेछ। बारीहरू हेर केही देखिँदैन। हुस्सु लागेर बाटो उता पर घरहरू पनि देखिँदैन। बिहानै बिहानै हुस्सु। अहिले दिउँसो फेरि घाम आउँछ कति बजे। हेर यस्तो छ बारीहरू हुस्सु लागेर है। अब घर गइन्छ, हल्का नास्ता उस्ता गर्नु पर्ला होइन। हो माने हाई है के गर्दैछन्। को छ घरमा? को छ घरमा? आमा घर जाने कुर्थीको दाल। एहे ल न म त रोटी खान्छु। रोटी ल अब रोटी बनाउँछ तिमी, रोटी खान्छु म। के हो यो? पानी तताइदिएको मान्छे आएर ढिलो होला, कता गफ गरे होला भनेर। ए बाजेको त्यहाँ गए ल भने तातो पानी खायो। तातो पानी पर्दैन अब। यस्तो हुस्सु लागेको छ हौ यतिखेरसम्म। अब रोटी पाक्दै गर्छ, चिया खाँदैछु। हल्का चिया खाँदै होइन पिउँदै भन्नुपर्छ है। बुढीले मलाई चिया र अन्डामा तारेको छ। मसँग अझै पनि क्लियर भएको छैन बाहिर है। के गर्नु अब चिया खाऊँ है, हल्का तातो तातो। मेरो प्रोटिन आजको। ल बुढी रोटी बनाऊ छिटो। तातो तातो रोटी खाने, आलुदम र रोटी खाने आज है। अनि त्यसपछि फेरि हामी कहाँ जाने हो? अब हेरौँ, बजारतिर जानु पर्यो है। ल बुढी यो त पुरा नि पहेँलो पहेँलो भएछ त यहाँ हेर। पानी नपुगेको है यो सबै झारहरू। पानी नपुगेको यो हेर त, यहाँ पानी पुगेन छ। यसलाई चाहिँ घाम चाहिन्छ हल्का बिहानको। यहाँ पनि यस्तो भएछ।
हल्का यसलाई बिहानको चाहिँ नि मर्निङको चाहिँ घाम चाहिन्छ अनि मजाले यसको पनि प्रोटिन यसले पनि पाइन्छ। ए ल यस्तो भएछ। अहिले अब मौसम त्यसो चिसो अनि हुस्सु लागेको छ, त्यही भएर होला यसलाई कमजोर भएछ। यसलाई काटिदिउँ क्यारे है? यसलाई काट्ने बेला भएको छैन यो? यसलाई काट्नु भन्दा पनि उयो गर्नु पर्यो कि खुट्टाएर अर्कै ठाउँ रोप्नु पर्यो, काट्नु हुँदैन नि। धेरै भएको हो कि पुरानो बच्चाहरू नयाँ नयाँ निस्कने? गमला छ है, त्यसमा सार्दिउँ न पछि अब पछि कति झ्याम्नु सक्यो, त्यही भएर यो नसकेको। पुरानो होला नि, यो नयाँ आउँदै जान्छ पुरानोले गर्दाखेरि। बुढोहरू चाहिँ निकाल्नु पर्यो, बुढोहरू निकालेर फ्याँक्दिनु नि, नयाँ सारिदिनु पर्ला त, बच्चाहरूलाई सार्नुपर्छ। झारहरू सबै पहेँलो हुन लागेछ। कतातिर कोकले कि के भन्ने कराउँदैछ? कोकले भन्छ होइन, कोक्ला गर्दैछ। चराहरू यो रुखमाथि हो, कहाँ रहेछ? ए आँप गाछीमा रहेछ उता कोक्ला गर्दैछ। यहाँनिर आँपको रुखमा छ, त्यहाँनिर रहेछ। या बुढीले रोटी बनाउँदैछन्, बुढा यहाँ आलु तास्दैछन्, आलुको बोक्रा छिल्दैछन्, अनि आलुदम बनाउने रोटी खाने भनेको। ल आलु केलाउ बुढो रे, अब केलाउनु पऱ्यो नि। आथा यस्तो तातो छ, फेरि धारा आयो धारा। चिसोमा तातो आलु, बरु मलाई आलु मात्रै उसिनेर दिए पनि हुन्छ, रोटी नबनाऊ। आलु मात्रै खाउँ क्या मजाले, आलु मात्रै कति मिठो रहेछ। आफ्नै बारीको आलु क्या, ऊ यहाँ अगाडि बारीमा बनाएको यसरी उमारेको, यस्तो मिठो छ आलु। ओहो आहा ल तातो रोटी आयो। अनि यो खोइ त सट्ट अब खाइन्छ है गाइस, तातो रोटीसँग आलुदम झ्याम फुलिएको रहेछ त हो। धर आए हे शैतानहरू। दामी हो दामी, यो चाहिँ आफ्नै बारीको गाउँको पिठो है। आज त घाम लाग्दैन जस्तो छ, चिसो बढ्दैछ। यसो बजारतिर हिँडेको अब है, पछाडि हेर गाउँबारी। ओहो यो आँप गाछी हेर, आँपबारी। ल चिसो छ आज हुस्सु लाग्ला जस्तो छ, धुमधुम्ती। रेडी भयो है मेरो बाइक। ल जाउँ अब बजारतिर, यस्तो बाइक रेडी हो। ल सरर साइकलमा यस्तो चिप्लो बाटोमा हिँड्दै, हाम्रो बचपनको स्कुल जाँदाखेरि बस्ने ठाउँ बरगाछी। ए हो बरगाछी, आराम गर्ने ठाउँ है। ए तोरीबारी हेर, तोरीबारी। ल देखेको छैन, भर्खर तोरी सुरु हुँदैछ फेरि हेर न। ल आलु खेती हो नि यो, आलु मटर है, मुसुरी पनि रहेछ, यता गहुँ, पछाडि पनि गहुँ, उखुबारी काटेर गहुँबारी हाल्दै रहेछ हौ। ल हेर्नुहोस् हाम्रो बाटो यस्तो छ है, सरर साइकल यात्रा कि कसो। ल सरर हामी चाहिँ आज गौशाला बजार जाँदै। ए इटा भट्टी ल हेर, गोरुले जोत्दैछ, इटा भट्टी गोरु जोताइ।
ओ हाम्रो खोलाको पुल है, बडा खोलाको पुल यस्तो छ, गौसला जाने पुल। पानी सुकेछ, पहिला पानी आउँथ्यो, सुकेछ अहिले है, थोरै आएको छ। यो चाहिँ पानी सबै आफै आउँछ क्या जमिन तलबाट खाएर। मन्जुरी हो, साइकल रेडी हुँदैछ यहाँ। ल हजुर, ल साइकल पनि रेडी भयो, बिल पनि रेडी हुँदैछ। बुढीले साइकल ट्राई गर्दैछ। एउटा साइकल लिनु आएको, दुईवटा पऱ्यो, दुईवटा किन्यो, एउटा लिनु आएको, दुईवटा साइकल किन्यो। ल गाइस, नयाँ साइकल लिएर आएको, साह्रै नयाँमा अहिले नै चेन्ज भयो त्यहाँ। खै हट, म लगाउँछु। उफ, फ्या थाक्यो। लु भयो है, यो नयाँ साइकलको हालत। नयाँ साइकलले दुःख दियो, पहिलो दिन नै चेन झर्ने बानी हुने हो कि क्या हो। हात त पुरै मैला भयो, थाहा छैन। घर पुगुन्जेलसम्म कति झर्ने हो। यो नयाँ छ अलिकति है, इन्जिन गरम भएको छैन क्या साइकलको। त फाइनल गाइज होइन, नयाँ साइकल आएको छ, बच्चाहरूको लागि त होइन। कसको लागि यो साइकल? फुपूको लागि। खोइ फुपू फुपू यता छ, यतापट्टि। आयो हे घरमा नयाँ साइकल।